दर्शकबिन नमस्कार। आज हामी तपाईहरुलाई एउटा यस्तो बहुमूल्य जडीबुटीको भिडियो सामग्री प्रस्तुत गरिरहेका छौं जसलाई चिराइतो अर्थात् चिराइता भनिन्छ। यसलाई सोर्सिया चिराइता पनि भनेर भनिन्छ भनेदेखि यसका धेरैवटा फाइदाहरू रहेका छन्। पहाडी जिल्लाहरूमा लगभग 1200 मिटरको उचाइदेखि 2500 मिटरको उचाइसम्म अर्थात् त्यहाँभन्दा माथि पनि यो खालका चिराइताहरू चाहिँ मजाले चाहिँ सप्रिने गर्दछन् अनि यिनीहरूबाट कृषकहरूले अत्यन्त धेरै लाभ लिने पनि गरेको पाइन्छ। यो चिराइतो अब पोथी चिराइतो हो भनेदेखि चिराइताका धेरै प्रजातिहरू मध्ये यो सबैभन्दा उत्कृष्ट प्रजाति हो। विश्वमा चिराइताका करिब 108 वटा प्रजाति भन्दा माथि रहेका छन् भनेदेखि चाहिँ यो चाहिँ भनेको सबैभन्दा उत्कृष्ट चिराइतो जसलाई पोथी चिराइतो पनि भनिन्छ भने यसको भाले चिराइतो पनि केही मूल्य लिएर बेचबिखन गर्न सकिन्छ भनेदेखि यसको मूल्य चाहिँ अहिले बजारमा प्रति केजी 2000 देखि 2500 सम्म रहेको छ भने यसबाट चाहिँ विभिन्न किसिमका मेडिसिनहरू बनाउनमा प्रयोग गरिन्छ। चिराइताका धेरैवटा फाइदाहरू रहेका छन्। मानव स्वास्थ्यमा यसका फाइदाहरू कतिपय एकदमै धेरै ठूला रहेका पनि छन्। यसले हाम्रो शरीरमा भएको उच्च रक्तचापलाई नियन्त्रण गर्ने काम गर्दछ भनेदेखि कोलेस्ट्रोल सुगर लेभललाई पनि कममा राख्ने काम चाहिँ यसले गर्दछ। अब यसका पात, डाँक्ला, जरा, फूल सम्पूर्ण चाहिँ उपयोगी हुन्छन्, खान मिल्दछ भनेदेखि यसलाई चाहिँ यसको तितो बिटर टेस्टलाई चाहिँ मानिसहरूले वाइन बियरहरूको टेस्टलाई राम्रो बनाउनका लागि वाइन तथा बियर फ्याक्ट्रीहरूमा पनि यसको चाहिँ प्रयोग गरिन्छ भनेदेखि अत्यन्त लाभदायक यो खालका जडीबुटीहरू हामीले चाहिँ प्रयोग गर्न सक्यौं अर्थात् यसको उत्पादन गर्न सक्यौं भनेदेखि धेरैवटा फाइदाहरू सँगसँगै आर्थिक लाभ लिन पनि सकिन्छ। दर्शकबिन हाम्रो भिडियो सामग्री कहाँबाट हेर्दै हुनुहुन्छ? तपाईहरुले चिराइतो सम्बन्धी जानेको बुझेको भिडियो सामग्री अर्थात् तपाईहरुले जानेको कुराहरू के छ हामीलाई त्यो कमेन्ट गर्न नबिर्सनुहोला। हाम्रो भिडियो कस्तो लाग्छ कृपया तपाईको मनमा लागेको विचारलाई कमेन्ट गर्नुहोला अनि तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला, फलो गर्न नबिर्सनुहोला, हामीसँगै जोडिनुहोला ताकि तपाईहरुलाई यस्ता नयाँ र नौला कन्टेन्टहरू रेगुलर तपाईहरुको मोबाइलमा सबसे सुरुमा आउनको लागि हामीलाई फलो सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला। यी खालका अर्ग्यानिक चीजहरू, यी खालका वन्य चाहिँ औषधिहरू हामी तपाईहरुलाई देखाउने प्रयत्न गरिरहेका छौं भनेदेखि यस्ता खालका औषधिजन्य बोटबिरुवाहरूले चाहिँ मानव स्वास्थ्यमा ठूलो चाहिँ सहयोग गर्दछ भनेदेखि ठूलो आर्थिक भारबाट पनि बचाउने काम गर्दछ। कतिपय मानिसहरू स्वास्थ्यको जोखिम, स्वास्थ्य समस्याका कारणले गर्दाखेरि घरैमा थलिएर बस्नुपर्ने अवस्था सम्म नपुर्याउनका लागि यस्ता खालका औषधिजन्य बोटबिरुवाहरू हामीले प्रयोग गर्नुपर्दछ। यिनीहरूका पातहरू, यिनीहरूको चाहिँ डाँक्लाहरू अत्यन्त तितो हुन्छ। यिनीहरूलाई पानीमा केही कम थोरै रूपमा चाहिँ हामीले दैनिक सेवन गर्न सक्यो भने उच्च रक्तचाप, कोलेस्ट्रोल, सुगर जस्तो डायबिटिज जस्तै चिनीको मात्रा बेसी हुने यस्ता खालका समस्याहरूलाई चाहिँ यी खालका जडीबुटीहरूले चाहिँ तुरुन्तै काम नगरे तापनि बिस्तारो रिलिफ हुँदै मानिसलाई निको र स्वास्थ्य बनाउनमा सहयोग गर्दछ भनेदेखि यी खालका जडीबुटीहरू हामीले पनि प्रयोग गर्नुपर्छ। यसरी चाहिँ चिराइता यस्तो हुन्छ। यसलाई सोर्सिया चिराइता भनिन्छ भनेदेखि यसको वैज्ञानिक नाम पनि सोर्सिया चिराइता हो। यो धेरैवटा प्रजातिको भए तापनि सबैभन्दा उत्कृष्ट प्रजातिमा पर्ने चिराइता चाहिँ यही हो। ल त दर्शकबिन आजको भिडियो सामग्री कस्तो लाग्यो कृपया हामी पनि यो भिडियो सँगसँगै बिदा माग्न चाहन्छौँ। तपाईको दिन शुभ रहोस्। आउँदो श्रृङ्खलामा हामी तपाईहरुलाई महत्त्वपूर्ण र एकदम ज्ञानवर्धक, स्वास्थ्यवर्धक, लाभदायक जडीबुटीको भिडियो सामग्री लिएर आउने नै छौँ। हामी जडीबुटीको सँगसँगै विभिन्न क्षेत्रहरूको, विभिन्न
चाहिँ पर्यटकीय ठाउँ धार्मिक ठाउँहरूको पनि भिडियो सामग्री देखाउने प्रयत्न गर्छौँ। कृपया त्यतिन्जेलका लागि हाम्रा सम्पूर्ण श्रृङ्खलाहरू हेर्न नबिर्सनुहोला। अहिलेलाई भने म कार्की विनोद बिदा माग्छु। तपाईँको दिन शुभ रहोस्। हस्त नमस्कार।